फेसबुकमा जति मिहिनेत गर्दा पनि तपाईँको फेसबुकमा ग्रोथ भइरहेको छैन, फलोवर्स बढिरहेको छैन या भ्युज गएको छैन। यदि त्यस्तो हो भने तपाईँले यो 5वटा गल्ती गर्नुभएको हुनसक्छ। अर्काको कन्टेन्ट कपी पेस्ट गरेर हाल्नुभएको छ भने तपाईँको बढ्दैन। डेली पोस्ट हाल्नु भएन भने पनि तपाईँको फेसबुक ग्रोथ हुँदैन। थम्बनेल र टाइटललाई वास्ता नगरिकन हाँसेको अथवा छोटो त्यस्तो टाइटल हाल्नुभएको छ भने पनि तपाईँको फेसबुक ग्रोथ हुँदैन। अर्को मोस्ट इम्पोर्टेन्ट कुरा के हो भने झन् कमेन्टको रिप्लाई। कमेन्टको रिप्लाई त झन् यति इम्पोर्टेन्ट छ कि कुरै छोडिदिनु। फेसबुकले तपाईँ कतिको एक्टिभ हुनुभएको छैन, यो मान्छे कतिको मेहनत गरिरहेको छ, त्यस्तो कुरालाई हेरिरहेको हुन्छ। त्यसले गर्दा कमेन्टको रिप्लाई गर्न एकदमै इम्पोर्टेन्ट हुन्छ। अर्को कुरा मोस्ट इम्पोर्टेन्ट कुरा भनेको नयाँ क्रिएटरहरूले चाहिँ 1 हप्तामै रिजल्ट खोज्ने क्या। 1 हप्ता काम गऱ्यो त्यसपछि म त सक्सेसै भएन यार, जति गर्दा पनि नहुँदो रहेछ यार, उफ भनेर टाउको समाउने हुने क्या धेरैले। अनि कोही साथीहरू त छिटै सक्सेस भएको नि हुनुहुन्छ। तर मैले पनि 2021देखि सुरु गरेको, अहिले आएर यति छ है, देख्न सक्नुहुन्छ भ्युज छैन भनेपछि मेरो धेरै चाहिन्छ, राम्रो कन्टेन्ट चाहिन्छ होइन। मैले राम्रो कन्टेन्ट हाल्न सकिनँ। यस्तो गल्ती चाहिँ तपाईँले गर्न सक्नु भएको हुनसक्छ। याद राख्नुहोस्, कन्सिस्टेन्सी नै सक्सेसको मुख्य चाबी हो। त्यसैले मेहनत गर्नुहोस् होइन, धैर्य राख्नुहोस्, यो नै ठुलो कुरा हो। साथै यस्तै टिप्सको लागि हामीलाई फलो पनि गर्नु होला है। हस् त, धन्यवाद। अबदेखि यो गल्ती चाहिँ नदोहोऱ्याउनु होला है त।